केही ढोका बन्द भयो यार ट्रेनको। यहाँ चाहिँ सिसामा देखिँदो रहेछ है हल्का। दिस इज मी। अब चाहिँ नेपालवाला रिक्सा छ है, नेपालमा हुनेवाला काम गर्ने रेस्टुरेन्ट चाहिँ यो हो। अगाडि के उठाएको अरे देखो न चल्दैन भनेर बोलो बोलो चल्यो ए यता पो छ। Hey guys, welcome back to my vlog. It's vlog 6. आज चाहिँ म काममा गइरहेको छु, म एक्लै छैन है आज मसँग के गर्यो हो मैले देखेँ नै। पर्सलमा हामी दुईजना काममा गइरहेको छ। दुईजनाको लगभग एकै ठाउँमा काम हो। टाढा गरेको हाँस्दैछ। यो मान्छेले मेरो बेच धन्ने चाहिँ ब्लग गरेको के छ कमेन्टमा गाली गर्ने हो भने म तल होइन। अनि अब हाम्रो साथ भनेको थियो आयो के आयो भने पुलिस आयो चोर लिएर गयो। हामीहरू चाहिँ स्टेसन आइसक्यो। आप चाहते हो मैं काम करूं। गल्फिसको बोल्दैछ है। लगभग 15 देखि 20 मिनट लाग्छ स्टेसन पुग्न है। त्यतिखेरसम्म केटीसँग बोल्दैछ। स्टेसन हाम्रो यहाँ छ। खासमा उसको टाइम चाहिँ भएको थिएन जाने, तर मैले चाहिँ जबरजस्ती लिएर आएँ किनकि सँगै जान थियो, त्यही भएर एक्लै जान झ्याउ लाग्छ, त्यही भएर मैले उसलाई जबरजस्ती लिएर आएँ। त्यही भएर ढिलो गरिदिएको मलाई ढिलो हुँदैन। हामी त्यो स्टेसनभित्र प्रवेश गरिसक्यौँ। आज चाहिँ मलाई हद ढिलो भइसकेको छ। दिनदिनै ढिलो गरिरहेको छु, मलाई त कट्टा हुन्छ होला यार। केही ढोका बन्द भयो यार ट्रेनको। 50 ट्रेन बन्द भयो यार। किस्मत जब खराब हुन्छ नि केही लाग्दैन। ढिलो भइरहेछ यस्तो, त्यसमा 2 ट्रेन ढोका बन्द गरेर बस्यो भने यो त ट्रेन त बिग्रेकै छ आज। ट्रेन त आज छिटै आइहाल्यो, पनि सुनिराख्नु। यहाँ चाहिँ सिसामा देखिँदो रहेछ है हल्का। दिस इज मी। यहाँ चाहिँ देखेँ होइन त म आज त कमै सिटहरू रहेछ। अस्ति मैले ट्रेनमा भ्लग गरेको लाज लाग्यो, तर आज बर्चल्छ। त्यही भएर यस्तो मान्छेलाई लिएर हिँड्न लाज लागेन भने चाहिँ मलाई भ्लग गर्न पनि लाज लाग्दैन। स्टेसन आउन लागिसक्यो। बर्चल्छ सुतिरहेको छ। मस्त काम हिजो पनि मस्त काम हानेर केटाहरूलाई निन्द्रै पुग्दैन, यसरी आएर सुत्छन्। पहिला चाहिँ म सुतिरहेको थिएँ, तर मलाई देखेर पर्दा पनि सुतिहाल्यो। अब चाहिँ मेरो स्टेसन आइसक्यो। म चाहिँ यहाँ झर्नुपर्ने हुन्छ। स्टेसन चाहिँ आयो है केटा, पर्छ एयरपोर्ट ल्याउँदा। ल म चाहिँ गएँ। म चाहिँ गइसकेँ। पर्सन चाहिँ उता बसिरहेको। उसको चाहिँ एक स्टेप अगाडि हुन्छ, त्यही भएर ऊ चाहिँ त्यहीँ बस्यो। मेरो एक स्टेप अगाडि हो काम उसको भन्दा, त्यही भएर ऊभन्दा अगाडि म झरिहालेँ। यति धेरै मान्छे सब कामै गर्नु जान्ला र तर यहाँ चाहिँ मलाई आफ्नो हाइट देख्दाखेरि त्यही मजा आउँछ है। उभिनु भनेको छुट्टै सानो कुरा हो। सबै दिइदिन्छु। म चाहिँ घरको अगाडि छुट्टै चम्किन्छु क्या। अब फेरि 1 किलोमिटर टाढावाला एस्केलेटरमा चढेर जानुपर्छ। म चाहिँ स्टेसनको इन्डिङमा आइसकेँ। क्याब आउट गरेर म चाहिँ काममा जान्छु। आज चाहिँ मलाई 10 मिनट ढिलो हुने भयो। यो अस्ति राति काम सकेर घर जाँदाखेरि यही बाटो कस्तो सुनसान मानेको थियो, अहिले हेर्दा फेरि त यो त्यही बाटो है। अस्ति बाटो जब मैले
घर फर्किराख्दाखेरि भ्लग बनाएको थिएँ। कस्तो भिड छ यार लन्डनमा। अहिले चाहिँ समर टाइम भएर यस्तो भिड भएको हो, विन्टर टाइममा चाहिँ यस्तो भिड हुँदैन। सबले हेरिराख्नु मैले भ्लग गराएको, सायद मलाई सेलिब्रिटी सोच्दै होला नि त। अब म हेर्दा पनि टक्क मोडल जस्तो देखिन्छु होइन र, सबले सेलिब्रिटी सोचिहाल्छन् नि। यहाँ चाहिँ नेपालवाला रिक्सा छ है, नेपालमा हुनेवाला रिक्सा रहेछ यहाँ। ओपन रेस्टुरेन्ट छ यहाँ। यो ओपन रेस्टुरेन्टले गर्दा पनि यहाँ भाइरल भएको। ओहो नेपाली ठेला जस्तो पनि रहेछ त यहाँ त। मैले चाहिँ यो बल्ल देखेँ है नेपाली ठेलाहरू। मेरो काम गर्ने बाटो अर्कै हो, तर मैले यो ठेला देखाउनलाई यहाँबाट आएँ। यहाँको केटीहरूले मलाई घुरी हेरिरहेको छ, तर म पाल्दिनँ। यस्तो ओपन भएपछि बल्ल अहिले चल्छ जस्तो लाग्छ मलाई चाहिँ होइन। यहाँ चाहिँ म्युजियम छ। लन्डनको टी सर्ट चाहियो भने मलाई भन्नु होला ल, नेपाल फर्किँदा फेरि लिएर आइदिन्छु। यो त मार्केट हो है नेपालमा। मेला लाग्दाखेरि यस्तो मार्केटहरू राख्थ्यो, यहाँ चाहिँ सधैँ हुन्छ। यहाँ भुलभुलैया जस्तो छ भित्र, कताबाट जाने भन्ने हुन्छ। ढिलो भइरह न त म पुरा मार्केट देखाउँथेँ। अब नेक्स्ट भ्लगमा म यहाँभित्र मार्केटको पुरै टुर सुर हानेर प्राइस चाहिँ देखाउँछु र। यहाँ चाहिँ लन्डनमा चाहिँ म्याक्सिमम यस्तो पसलहरूमा देखिने भनेको इन्डियन पाकिस्तानी मात्रै हुन्। मैले काम गर्ने रेस्टुरेन्ट चाहिँ यो हो अगाडिको, यहाँ काम गर्छु म चाहिँ। अब मोबाइल बन्द गर्ने हुन्छ, गर्नुपर्ने हुन्छ भाइ। हेलो गाइज होइन, वेलकम टु आवर युट्युब ब्लग होइन। हामी चाहिँ ठक्क रुम हेरेर आएको। ल आउन त तिमीहरूसँग सबै आऊ। अनि हामी रुमबाट हेरेर आउँदा चाहिँ होइन, उहिले कुलर तिमीले चाहिँ के उठाएको अरे यो देखाउ न, चावल। अब फेरि म चाहिँ अब यहाँ हिटर उठाउनु जाँदैछु। युके जाडो ठाउँमा कि हल्का तातो हुनु पर्यो नि त होइन। हाम्रो चाहिँ यस्तो हुन्छ कि बाहिरतिर हुन्छ होइन। मैले हिजो आइरन उठाएको थिएँ, आज हिटरै होइन। अब यो बोक्ने कसरी भन्ने कुरा हो, गरम रहेछ तर हिटर हो नि त, बोक्नु पर्यो। नयाँ घर हेर्नु गएको। ओइ यादव, अहिले यहाँ टाइम देखाउ त कति बज्यो, यहाँ ब्लगमा देखाउँ न। म चाहिँ अब कामदेखि आएर होइन सुत्न नि पाएको छैन। मेरो काम चाहिँ छिटै सिद्धिन्छ, तर कति हो यो 3:08 अनि 3 बजिसक्यो। हामी 3 बजीसम्म बाहिरै छौँ। बाहिर चाहिँ के भन्दाखेरि युमला घर हेर्नु गएको हो। सब पाकिस्तानी रहेछ। अनि त्यहाँ रुमभित्र छिर्दै एउटा केटा नाङ्गै सुतिरहेको रहेछ। सिराक तान्छ, अब हामी पनि सुत्न गएको है। अनि होस् भनेर अनि उठाइ छोडिदिएको। यसलाई अब भात हन्ट भएर यसलाई बडो चिन्ता लागेको छ, त्यही भएर बक्सा उठाइ नाच्दै। तर गरौँ छ यार हल्का। ल केटा, मलाई चाहिँ अहिले हल्का भार परिरहेको छ। यता ब्याग पनि छ, 3जनाकैमा ब्याग छ फेरि होइन। ब्याग छ हल्का गरम पनि भएको छ नि त, त्यही भएर अहिलेलाई चाहिँ बन्द गर्दैछु। म चाहिँ काम हानेर म अस्ति भर्खर सुतिरहेको थिएँ होइन। केटाहरू चाहिँ बाटोबाट आयो भने ढोका खोलिदिएको। केटाहरूले के उठाएर आएको छन्। स्याउ यहीँ छ स्याउ। यो हिटर रे, त्यो के हो त्यो डिब्बा डिब्बा अरे। अनि भात पकाएर त्यहाँ राख्ने अरे। मैले त कटु राखौँ भनेको थिएँ। बस्नु नि मिल्छ र नि यत्तिकै। भित्र बस्न नि मिल्छ होला अझै। के रहेछ त स्पिकर नभएर, त्यो खोला न अझै। कसरी चलाउनु लिएछ
केटाहरू चाहिँ बाटोबाट के हो कि उठाएर आउँछ अझै स्याउ पनि उठाएर स्याउ ठिक छ खायो आइरन पनि हिजो उसले उठाएको है पर्दोले उठाएको हिजो आइरन होममेड आइरन वडा छ नि ओइ मा पानी फाल्छ मैले फालिदिएको हो त्यो पानी केटाहरू चाहिँ फुल कबाडी भाल लन्डन आएर बाटो उठाउँदै हिँड्दै तर यो आइरन चाहिँ ठिक गर्यो है उसले उठाएर तर हिजो यो मान्छेले आइरन लिएर आएको थियो अनि मस्त चल्दो रहेछ अनि हामीले के तारिफ हान्दिएको ल कामको चिज ल्याएछ भनेर आज ल म खान्न भयो हिटर कुलर बोकेर आएको केटाहरूले कहाँ छ हौ एउटा कुलर यता पछाडि गइसकेछ के अरे मिठो छ अरे किनेर खाएर चलन छैन भेटेकै खाने अनि मिठो भइहाल्छ मिठो छ भन्दै गएर केटाहरूले आफूले भेटेर आउ न कस्तो छ भेटेको कस्तो छ कि त्यो जान फालेको पनि झरेको क्या त्यो झरेको थियो कि चारवटा यत्तिकै बाटोमा झरेको थियो प्लास्टिकमै थियो प्लास्टिकमै झरेको खैलाउ न यो कहीँ बिग्रेछ त हेर न कहीँ बिग्रियो अरे यत्रो यहाँ यत्रो यहाँ हेर नि अब त्यो त खाइसक्यो नि अनि ल्याउन न यो मिठो लाग्यो मलाई मुस्ताङ भन्नु है ल केटाहरूले ल्याएको सामान चाहिँ अब हामी टेस्टिङ गर्दैछौँ चल्छ कि चल्दैन भनेर बोलो बोलो चल्यो ए बोलो ल मलाई चल्दो रहेछ बोलो बोलो रोक न अनि यसले काम चाहिँ के गर्छ तातो तातो बनाउँछ चिसो फाल्न सक्छ हौ आइ बनाउँ ल पानी हालेछ आइ ठिक छैन बनाऊ गराउँदैन त यो मेकानिकले गराइरहेको छ नगराउने होला के साइलेन्ट कुलर कुल त भयो त एकछिन टाइम लाग्छ कि अलि तेरो बाउमा तातो हुँदैछ कुल भयो नाइ मलाई तर हिटर र कुलर ल्याएकोमा खासै त्यस्तो केही उ लागेन त्यो बक्सा चाहिँ किन ल्याएको तिमीहरूले उयोलाई सोध मैले बक्सा किन ल्याएको बक्सा उठाउने मान्छे यो चलाएर अर्को निकाल्यो उसले यो त हावा खाल्ने हो के हावा त चाहिएको त अहिले चलाएर होइन ओइ कहिले गर्मी जाडो भयो जस्तो भयो नि दुइटै लगाइदिने एकातिर हिटर एकातिर कुलर यो त पङ्खा जस्तो लागेको म के हो थाहा हुन्छ बिस्तारै यहाँ जोडे बिस थाहा हुन्छ किन हतार गर्ने माथि अन गर्ने छ माथि एउटा अफ छ त्यहाँबाट अन गर कुन हो अरे एक हो त्यसमा लगाऊ न एकमा दुईमा यो अफ छ कि ओइ ओइ कराउँछ त गर अन गर न हाल्यो हो स्पिडहरू बढाउ ओहो हाल्यो हावा हाल्यो खै यता देखाउनु यता ब्लगमा ओइ मासाला कत्रा चल्यो त्यो माल लिएर आएछ नि केटाहरूले त मार्यो खै ए यता पो छ यता गरेर माल रहेछ आएकै छैन यताबाट रहेछ के माल रहेछ चिजा तिनमा छ नि त त्यो चाहिँ के हो मुभ रहेछ ए यताउता त्यो पङ्खा यताउता हुन्छ क्या त्यो होइन मुला भित्रको पङ्खा यताउता कुलर हल्लाएर भित्रको पङ्खा यताउता गर्छ के चलाएर सुताउनु गर्नुपर्छ पर्क्यो भने पड्क्यो भने त फेरि ल्याङ हुन्छ नि त तर केही छैन अलिक टाढा राख न खुट्टातिर पड्किन्छ खुट्टा त अब खासै त्यस्तो प्रब्लम हुँदैन खुट्टे भने चिक्ने हिँड्ने टाउको भएन भने कसरी देख्छौ भन न खान्छौ कसरी मलाई त के लाग्छ केटा हौ त्यो हाम्रो घर बाहिर एउटा कार पनि राखेको हो कि हाम्रो सन्स्कन कार त उठाउने प्लान थियो त घर बाहिर कार राखेको छ भने त्यो नि उठाउँछन् अलिक कुन दिन केटाहरूले बाहिर भेटेन माथि झर्छ कि उठाउन नसकेर होला
इन्डिङै गर्न ध्यान 3 पालि थ्याङ्क यू सो मच फर वाचिङ यहाँनिर छु थ्याङ्क यू सो मच फर वाचिङ झन् चिसो हावा आउँछ अब हेर्न फेरि बोल्यो यो मान्छे मलाई 4 पालि भइसक्यो है मैले त्यस्तै आइरहेको छ थ्याङ्क यू सो मच फर वाचिङ चिसो हुँदो रहेछ सी यू इन द नेक्स्ट ब्लग टिल देन बाई बाई